So what is up guys? Welcome back to another video and it's me Sandeep Vlogs. तपाईहरुको प्यारो भन्दा नि प्यारो Sandeep Vlogs फेरि हजुरको सामु आज फेरि रिटर्न भइसकेको छ र त्यो यो अनमा देख्न नपाएर भ्लगमा हैन यस्तो भइरा थियो नि मलाई कति जनाले क्वेशन सोध्नु भएको थियो आमा म भ्लग किन बन्द गरे किन गरे त्यो धेरै प्रब्लमहरु छ हैन र आजबाट 1 महिनासम्म लगातार भिडियो म खतरा भन्दा खतरा पेल्छु भनेर म आजबाट नयाँ जोसँग आएको अनि अहिले म भर्खर रुममा छु अनि त्यसपछि मैले चाहिँ सन्तोष दाइलाई मेसेज गरेको छु हैन सन्तोष दाइ हजुरलाई थाहै छ यतापटि मेसेज पनि आएको छ टक्क सन्तोष दाइको मेसेज आइसकेको छ अनि सन्तोष दाइसँग यताउति जान्छु कि सन्तोष दाइको ब्याउनु चाहिँ त्यो कुरा हो र साथीहरु के कस्तो छ तपाईहरुको लाइफमा कस्तो दामी चल्दैछ है क्रेज भनेको यो अनुहार हेर्न नपाएर मान्छेहरु यहाँ त्यो के भन्थ्यो इंग्लिशमा डिप्रेस जे भयो अब त्यही हुन्थ्यो हैन र साथीहरु अब म त रेडी हुन्छ है कस्तो कति पछि क्यामेरा खोलेपछि बोल्न नि अक्वार्ड लाग्ने के अब बाटोमा कसरी हिड्ने होला के मैले जे भयो नि ठिकै छ आई विल कन्टिन्यू माइ व्लग्स इंग्लिशमा किन इंग्लिश सिकिराख्नु नि त मैले यत्रो दिनसम्म यत्रो महिनासम्म कति 5-4 महिना भइसकेछ नहाले कति जो शब्द डेली डरो भन्दा डरो हाल्छु अब जे भयो नि म अब भ्लगहरु पेल्छु सो हेर्दै जानु होला के कस्तो जान्छ अगाडि आजको भ्लग दामी सोचिरहेको छु हेरौँ के हुन्छ है त ए सकिन्न बाँच्न म ऊ बिना धेरै नै यादहरू आइरहेछ सधैँभरि सधैँ नै उसको नै यादहरू तोडेर मनभित्र उसलाई नै याद गरेर सम्झिरहेको छु आज नै उसले नै छाडेर गयो एकै पारी मनभित्र कुराहरू आज उसले व्यक्त गरी त्यही पनि उसको यादहरू अझै मनभित्र कुराहरू एकानासम्म तिमीले लागि उसले नै मलाई छोडेर गयो एक्लै नै पारी आज मनभित्र चिरी गयो तिमीले त भन्ने गर्थ्यौ साथ कहिले छोड्दैन तर आज हेर मलाई एकान्तमा पारी गयो ओहो साथ त तिम्रो लागि मैले कति व्यक्तहरू गरे आज तिम्रो लागि र्यापहरू लेख्दै गरी तिम्रो नै सम्झनामा डुबेर आज म एकान्तमा रोइरहेको छु आँसु मेरो छरिरहेछ त्यही पनि उसले मलाई कहिले पनि बुझेन मैले मात्र माया गरे तर उसले बुझेन लास्टमा उसले मलाई पछाडिको भाग देखाइ ऊ भाग्यो आफ्नै बाटोतिर हेर्दैन उसले त मलाई बाटोमा फेर्दा पनि उसले कहिले फर्केर हेर्दैन पनि त्यही पनि मैले उसलाई धेरै माया गर्थे उसले नै छोडेर आज अर्कैसँग गइहाले छ्या यस्तो त प्रिला भयो रे म त हेर्नु तसो टक्क लाएर रेडिमेड भएर जान्न आँटेको अनि यसो सानोदिनो ऱ्याप हाल्नु यस्तो यो वाला ऱ्याप हुन्छ नि यो वाला यस्तो वाला ऱ्याप हाल्ने भनेर चलेको अब त जान्छु म अनि साथीहरु मेरो हात हिँड्ने फेरि कस्तै सिधै दुख्दै हात आजकल ल अब त्यो म निस्किन्छु मोबाइलमा चार्ज छैन चार्ज हाल्ला छु वा कस्तो दुरत्र भएको खाता खाएर तिर टक्क अब त निस्किन्छु साथीहरु म है कस्तो लाग्दैछ भिडियोहरु हेर्दै गर्न होला फेरि है ल साथीहरु अब त निस्किन्छु म सिरियस भन्दा फेरि चाहिँ कचोटी भन्नु 5 भन्नु एउटै वर्ड्स 5 भन्नु छ यार भन्ने केही वर्ड्स छैन त्यही पनि तपाईहरुलाई म आज भन्दै छु अब म निस्किन्छु भ्लग बन्द गर्दै छु ल सो गाइस है म त दाइसँग आजबाट सुरु हो नि फेरि अनि हामी दाइसँग भेटिसकेको छु लङ टाइम भएर पनि है धेरै टाइम पछि अनि मलाई थाहा छ आज भ्लग किन स्टार्ट गरेको हजुरसँग भेट्न आउँछ भनेर नि मैले थ्याङ्क यू यार ट्याक्कै कस्तो पर्यो भने मैले भ्लग सुरु पछि आएको थिएन के आठ भयो नि त्यो बिचमा छोड्ने पछि छोडे हुँदो रहेछ के छोडे पनि हुन्छ प्लस अर्को भनेको कन्टिन्युटी नभएपछि अब कहाँबाट के गर्ने कस्तो सुरु गर्ने हुन्छ क्या अब जस्तै हामीले चाहिँ पर्फेक्ट कन्टेन्ट खोजिरहेको हुन्छ क्या हामीले जे छ भ्लग भन्छ डेली भ्लग हिँडेको सुतेको खाएको हिँडेको होइन अब मान्छेलाई बानी हुन्छ क्या अलिकति कहिलेकाहीँ इन्टरटेनिङ हुन्छ पछि बिस्तारै गर्दै गएपछि कन्फिडेन्स पनि बढ्छ होइन सपोर्ट त नेपाली हो हामीलाई गरि नै हाल्छ त्यही त ढुक्क अनि ठ्याक्कै तपाईँलाई आज मैले भेट्छु होइन अनि आज तपाईँलाई भ्लग गर्छु भनेर मैले आज भ्लग सुरु गराएँ क्या त्यही त होइन म कन्टिन्यू गरेर क्या त्यो सुभाष ड्राइभिङ मेरो साथी मैले भनेर उसलाई होइन गरेको 1K पुगिसक्यो मोनिटाइज पनि हुन लागिसक्यो क्या अब भने चाहिँ होइन गर पढ्दै पनि छ होइन आतिनु पर्ने केही छैन सर जाने फ्लोमा गर्ने होइन
कुन दिन कतिखेर के हुन्छ कसैलाई थाहा हुँदैन तर मेहनत कन्टिन्युटी भन्ने चिज चाहिँ चाहियो ठ्याक्कै आज तपाईँसँग भेट हुन्छ भनेर म आज एउटा ब्लग सुरु हाल्छु भनेर बसेको क्या आज ठ्याक्कै नयाँ सुरुवातसँग क्या ठिक छ एकदम अनि हामी चाहिँ अहिले यस्तो पाटनतिर छौँ होइन सरल खालको मेरो पनि च्यानलमा अब रेगुलर मैले पनि 2 बजे जति भ्लग हालेको थिइनँ होइन अनि आमा इट्स च्यानल आमा इट्स मुकबाङ त्यो पनि सर्च गर्नु होला होइन यता हाम्रो भाइको भ्युवर्सहरूले होइन अनि त्यसपछि आमा इट्समा चाहिँ के छ भन्दाखेरि तपाईँहरू पनि आज गेस्ट भएर आउन सक्नुहुन्छ होइन नेक्स्ट टाइम चाहिँ सन्दीप हाम्रो आज गेस्ट हो होइन त्यसपछि रेगुलर भ्लगहरू आउँछ है अब यस्तै गर्दै जाने अब के हुन्छ होइन राम्रै हुन्छ होला त्यो त राम्रै पऱ्यो होला दाइसँग त धेरै पछि भेटेको हो नि त अनि अलिकति गफसप भएर चियासिया खाएर टक्क बसेको हामी अनि त्यसपछि दाइसँग लङ टाइम भेटेपछि अब अनि तिमी अब यता चाहिँ रेगुलर पनि हुन्छ क्या दाइसँग त धेरै भएको थियो नभेटेको पनि त्यसपछि तपाईँलाई भनेको थिएँ मैले भेट्छु भनेर नि अनि त्यही भएर पनि भेटेको यो त मन्दिर दामी रहेछ हौ यो वाला त्यो भन्छ नि यस्तो गरेर यस्तो चढ्दियो भने पनि पछि टक्क भगल छुरा जस्तो हुने रहेछ क्या म त घाम लागिरहेको कुरो देखिरहेको होला अनि दाइसँग यस्तो दामी छ क्या यस्तो खतरा एउटा हुन्छ नि फ्यामिलीको मेम्बर जस्तै एउटा राम्रो कम्बिनेसन भइसक्यो क्या हाम्रो चाहिँ अब उनीहरू दाइ हामीलाई मात्र नपाइ सोच्ने होइन अब नके सोच्ने नसाथी भइसक्ने आफै फ्यामिली मेम्बर क्या हुन्छ आफ्नो फ्यामिली मेम्बर हो है र यो चाहिँ मेरो आफ्नो फ्यामिली जस्तै मेम्बर हो जस्तै गर्नुहुन्छ क्या त्यो त मलाई खतरा खुसी लाग्छ होइन नाच्दिउँ क्या दाइले कला बोल्नुहुन्छ कपडा लगाएर होइन नाचिदिनुपर्छ क्या रमाइलो लाग्छ यस्तो त्यही त पुरा मनलाई शान्ति हुन्छ कल्चर पनि हो खाने हुन्छ पाटन एरिया भनेको त अब यो हिस्टोरिकल अब एकदम अब यहाँ के भन्ने यहाँ एकदम कुराहरू छन् कि अब हामीलाई भन्दा पनि अरू टुरिस्टहरूलाई यहाँ एकदम बेस्ट हुन्छ होइन हाम्रो नै बेस्ट हो अब हाम्रो त लोकल जस्तो भयो नि त हामी त होइन यहाँ धेरै कुराहरू छ अब कल्चरको कुरा संस्कृतिको कुरा यहाँ नेवा कल्चरहरू अब होइन विभिन्न छ अब हामीलाई त त्यस्तो अब थाहा छैन त्यही भएर पनि यहाँ आएर अब यसो हेर्नु सकिन्छ तर दाइ तपाईँ खतरा मान्छे हो नि तपाईँले कस्तो मजाले ट्रिट गर्नुहुन्छ क्या मान्छेलाई कस्तो न साथी सोध्नु न भाइ आफ्नो फ्यामिलीको मेम्बर चाहिँ सोध्नुहुन्छ तपाईँ त्यही खतरा लाग्छ मलाई होइन अब त्यो चाहिँ खतरा लाग्छ क्या मलाई न साथी जस्तो बिहेभियर गर्नुहुन्छ न भाइ जस्तो आफ्नो फ्यामिली मेम्बर जस्तै क्या तपाईँ त अब यस्तो है यस्तो एउटा कुरा चाहिँ म पनि अब दुःख पाएको हो होइन त्यो त दुःख पाएको भन्दा अब म चाहिँ अब ग्राउन्ड लेभलबाट भएर मलाई चाहिँ सबै एउटै लाग्छ क्या अब मलाई त त्यो डिभिजन गर्नै मन लाग्दैन डिभिजनै छैन क्या अल आर इक्वल हुन्छ नि इक्विटी क्या इक्विटी समानता सबैलाई त्यस्तै मन लाग्छ क्या मलाई चाहिँ अब के अब मरिलानु के छ र दाइ बेस्ट क्या मनबाट दाइ खतरा हो क्या तपाईँ बेस्ट हो क्या अरू ठुल्ठुलो भ्लगरहरू हुन्छ होइन अब तर बेस्ट भ्लगर चाहिँ मलाई त्यो हो क्या इन्सपिरेसन एउटा हुन्छ नि एउटा इमोसनल खालको हुन्छ नि एउटा कसरी गर्ने दुःख बुझेको मान्छे होइन त्यहाँबाट इन्सपिरेसन भएर त भ्लगिङ सुरु गर्नुहुन्छ नि होइन अनि आज त्यो भएर मैले भ्लग तपाईँ भेटेर मैले सुरु गर्छु क्या अस्ति एउटा तेर्साङ लामा भन्ने यहाँ काभ्रेको भाइले चाहिँ यहाँ ड्राइभिङ स्कुल उसले पनि त्यही दिन भ्लग सुरु गरेको छ कि उसले डे वानको दिन उसको पनि यहाँ च्यानल भनेको छु क्या मैले त्यही त अब त्यस्तै अब दाइसँग भेटघाट भइहाल्यो खुसी लाग्यो होइन दाइसँग भेट्ने अब चाहिँ रेगुलर भेट हुन्छ अर्कोचोटि आमेट्समा आउनुपर्छ है अर्कोपालि त अब आमेट्समा च्यानलमा अब अफर ल दाइ धन्यवाद है हजुरसँग भेटेर यस्तो खुसी लाग्यो मलाई म अब त्यतातिर आउनु पाएन नेक्स्ट टाइम हामी सबैजना मिलेर एउटा फुडहरू टाइपको त्यो बेला म भ्लगमा ल्याउँछु म पनि होइन अनि त्यो बेला चाहिँ हामी भेटेर बरु होइन कता हुन्छ के हुन्छ खाएर बसेर होइन रमाइलो गरेर म गिटार पनि ल्याउँछु मादल पनि ल्याउँछु अनि हामी एक किसिमको रमाइलो भ्लगमा आउने क्या सुनमा खाने गीत सित गाउने मादल छादल गिटार सिटारहरू गरेर रमाइलो गर्ने क्या ल साथीहरू अब चाहिँ बन्द गर्छु म है दाइसँग धेरै यस्तो कुराकानी गऱ्यो भने झन् यस्तो गरिराख्नु मन लाग्यो ल भगेर यस्तो लामो भयो भने फेरि सुन्नु मजा लाग्दैन त्यो भएर तपाईँ के भन्नुपर्छ लास्टमा अहिले अब सब्सक्राइब पनि 1K पुग्यो अब त्यही त अस्ति नै ल 1200 पुग्यो नि स्टार्ट भयो तिम्रो त्यो बेला त कति 400 कि 500 कति हो अरे अनि कति 400 त्यस्तो सम्झिनु अब अनि हेर त स्टार्ट 0बाट हुन्छ माथि कहाँसम्म पुग्छ भन्ने मसँग थाहा हुँदैन तर हामी मैले भने नि नेपाली हो हाम्रो एकअर्कालाई सपोर्ट गर्ने बानी छ क्या हाम्रो होइन अनि त्यसरी सपोर्ट गर्दै गर्नु होला मैले पनि हालेको छैन मेरोतिर नै आउनु होला होइन मिलेर अगाडि बढौँ अब दुःख सङ्घर्ष भनेर छँदैछ लाइफलाई इजी गरेर फ्लोमा जाउँ ल दाइ ल सबजनाले त्यो भन्दा म बन्द गर्छु क्यामेरा अब त्यही जानुपर्ने एकछिन है त ल
सो गाइज म घर पुगिसकेको छु होइन त्यसपछि आजको ब्लग सायद यति मनपर्ने हुन्छ मैले के कस्तो लाग्यो लाइक सब्सक्राइब गर्दै गर्नु होला अबदेखि डेली ब्लग आउँछ अबदेखि चाहिँ यति हो सबैलाई बाई बाई सी यू टुमरो भन्दै धेरै धेरै माया गर्न लाग्छ